दुबईमा नेल आर्टिस्ट बन्नको लागि एलिजिबिलिटी क्राइटेरिया के हुनुपर्छ त? यदि तपाईँ दुबईमा नेल आर्टिस्ट बन्न चाहनुहुन्छ भने यसको लागि एलिजिबिलिटी क्राइटेरियाको कुरा गर्ने हो भने 10 वा 12 क्लास पास गर्नु जरुरी छ। यसको साथै स्टुडेन्टसँग इन्टरनेसनल नेल आर्टिस्ट कोर्स कम्प्लिसनको सर्टिफिकेट पनि हुनुपर्छ। दुबईमा 1 देखि 2 साल एक्सपिरियन्स भएकोलाई फर्स्ट प्रायोरिटी दिइन्छ। नेल आर्टिस्ट बन्नको लागि मेरिविन्डिया इन्टरनेसनल एकाडेमीबाट मास्टर इन इन्टरनेसनल कस्मेटोलोजी र डिप्लोमा इन इन्टरनेसनल ब्युटी कल्चर कोर्स गर्न सक्नुहुन्छ। यदि तपाईँ इन्डियाको टप नेल एकाडेमीबारे जान्न चाहनुहुन्छ जहाँ एडमिसनदेखि लिएर स्टुडेन्ट प्रोफेसनल नेल आर्टिस्ट बन्न सक्नुहुन्छ भने टप 3 लिस्टमा पर्छ मेरिविन्डिया इन्टरनेसनल एकाडेमी, जसलाई हाई ट्रेनिङ क्वालिटी र 100% जब प्लेसमेन्टको कारण लगातार 6 चोटि इन्डियाको बेस्ट ब्युटी एकाडेमीको अवार्ड दिएको छ। द नेल आर्ट स्कुल अफ मुम्बई र थर्डमा आउँछ जोरेन्स स्टुडियो बेङ्गलोर।